इलेक्ट्रिक इन्फ्रास्ट्रक्चरको बारेमा बालेन सही कि कुलमान? बालेन भन्छन् अहिलेको इलेक्ट्रिक इन्फ्रास्ट्रक्चर विक छ र नेपालको फुल्ली इलेक्ट्रिफिकेसन गर्न सकिँदैन। बिजुलीबाट पकाउने इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन्। त्यसको क्षमता नै छैन अहिले। तर कुलमान यसको ठिक अपोजिट छ। इन्डक्सन चलाउनुस्, यो देशमा केही पनि हुँदैन, कहीँ विस्फोट हुँदैन। बालेन र कुलमानमा को सही को गलत भनेर बुझ्नुभन्दा पहिला यो बुझौँ कि करेन्टली नेपालको इलेक्ट्रिक इन्फ्रास्ट्रक्चर कस्तो छ। यदि नर्मल युजको मात्र कुरा गर्ने हो भने नेपालको इलेक्ट्रिक इन्फ्रास्ट्रक्चरले त्यसलाई आरामले ह्यान्डल गर्न सक्छ। तर सबै नेपालीले इन्डक्सन र इभी युज गर्ने हो भने त्यसका लागि नेपालको इलेक्ट्रिक इन्फ्रास्ट्रक्चर धेरै कमजोर पर्नेछ। किनभने नेपालमा इलेक्ट्रिसिटी डिस्ट्रिब्युसन नेटवर्क, ट्रान्सफर्मर, सबस्टेसन र इभी चार्जिङ स्टेसनको त्यति राम्रो अवस्था छैन। अनि नेपाललाई फुल्ली इलेक्ट्रिक बनाउन आवश्यक पर्ने इलेक्ट्रिसिटी पनि नेपालले प्रड्युस गर्न सकिरहेको छैन। यसको मतलब कि इलेक्ट्रिक इन्फ्रास्ट्रक्चरको कुरामा कुलमानजी गलत हुनुहुन्छ। यदि नेपाललाई एलपीजी र ओइलबाट इन्डिपेन्डेन्ट बनाउने हो र नेपालीलाई इन्डक्सन र इभीमा शिफ्ट गर्ने हो भने त्यसका लागि 10-15 वर्षको समय र बिलियन्स अफ डलरको इन्भेस्टमेन्ट चाहिनेछ।